नमस्कार, म गीता कुमारी साई। आज हामीहरू कथाको परिचय र कथा लेख्ने तरिका पढ्छौँ। सर्वप्रथम त कथा भनेको के हो भन्ने कुरा बुझ्छौँ हामी। कथा भनेको मानव जीवनको कुनै एक महत्त्वपूर्ण आख्यानात्मक रूप कथा हो। कथामा मानव जीवनका तिता मिठा अनुभवहरू अथवा महत्त्वपूर्ण घटनाहरूलाई सिलसिलाबद्ध रूपमा प्रस्तुत गरिन्छ भने कथाको परिचय हामी छोटो रूपमा लेख्छौँ। पहिला मानव जीवनको महत्त्वपूर्ण घटना अनुभव समेटेको आख्यानात्मक रूप नै कथा हो। कथामा मानव जीवनका तिता मिठा अनुभवलाई समेट्न सकिन्छ अथवा समेटिन्छ। कथालाई गद्य भाषामा लेखिन्छ है। कथालाई गद्य भाषामा लेखिन्छ। कथा अन्य विधाभन्दा सानो हुन्छ तर पूर्ण अर्थ हुन्छ है कथामा। ल कथाको परिचय हामी यति जानौँ। मानव जीवनको महत्त्वपूर्ण घटना अनुभवलाई समेटेको आख्यानात्मक रूप नै कथा हो। कथामा मानव जीवनका तिता मिठा अनुभवलाई समेटिन्छ। कथालाई गद्य भाषामा लेखिन्छ। यो एक बसाइमा पढेर सकिने खालको हुन्छ है कथा। ल अब कथा लेख्ने तरिकाहरू सिक्छौँ हामी। अब हामी कथा लेख्ने तरिका पढ्छौँ। कथा लेख्ने तरिकामा सर्वप्रथम हामीले बुङ्दा टिपोट गर्छौँ। बुङ्दा टिपोट अथवा बुङ्दा लेखन पनि भनिन्छ है। त्यसपछि बुङ्दा टिपोट गरिसकेपछि बुङ्दालाई कर मिलान गरिन्छ। कर मिलान दिएका बुङ्दालाई कर मिलान गरिसकेपछि अर्को काम हुन्छ हाम्रो पात्र वा परिवेश चयन। पात्र वा परिवेश चयन कसरी गरिन्छ? दिएको कथाको घटनाक्रम अनुसार पात्र वा परिवेश चयन गरिन्छ। त्यसपछि कथाको आदि भाग लेखिन्छ। त्यसपछि मध्यभाग लेखिसकेपछि अन्त्य कथाको घटनाक्रम अनुसार आदि भाग लेखिन्छ सर्वप्रथम। त्यसपछि मध्यभागमा कथाको चरमोत्कर्षतिर पुगिन्छ। अन्त्य भागमा कथाको घटनाक्रमलाई अन्त्यतर्फ लगिन्छ है। त्यसपछि कथा लेखन गरिसकेपछि दृष्टिबिन्दु चयन। दृष्टिबिन्दु चयनपछि सन्देश लेखन, शीर्षक चयन, गरिसकेपछि भाषा शैली। ल हामीले कथा लेख्दा ध्यान दिनुपर्ने कुरा भने पनि तरिका भने पनि यिनै लेख्नुपर्छ। जस्तै बुङ्दा टिपोट कथाको घटनाक्रम अनुसार दिएका बुङ्दाहरू अथवा कथा रचनाका लागि बुङ्दाहरू टिपोट गर्ने अथवा पढ्ने। त्यसपछि टिपिएका बुङ्दाहरू अथवा पढेका बुङ्दाहरूलाई के गर्ने? करमिलान गर्ने। करमिलान गर्दाखेरि के गर्नुपर्छ? कथाको आदि मध्य र अन्त्य भाग लेख्ने तरिकाले करमिलान सिलसिलाबद्ध रूपमा करमिलान गर्नु पर्यो। त्यसपछि पात्र वा परिवेशको चयन कथामा भएको घटनाक्रम अनुसार पात्र वा परिवेशको चयन गर्नु पर्यो। पात्र वा परिवेशको चयन गरिसकेपछि आदि भाग कथाको आदि भागमा कथाका घटनाक्रमलाई सुरुवात गरिन्छ। त्यसपछि मध्यभागमा कथामा भएका घटनाक्रमहरूलाई चरमोत्कर्षतर्फ लैजाने प्रयास गरिन्छ र अन्त्य भागमा कथाका घटनाक्रमहरूलाई अन्त्यतर्फ लगिन्छ।
यति आदि मध्य अन्त्य भाग लेखिसकेपछि कथा लेखन गर्ने। कथा लेखन गर्दा आदि मध्य अन्त्यको सिलसिलामा कथा लेखन गर्ने। कथा लेखन गरिसकेपछि दृष्टिबिन्दु चयन गर्ने। दृष्टिबिन्दु चयनमा के गरिन्छ त प्रथम पुरुष र तृतीय पुरुषको प्रयोग गरिन्छ। सन्देश लेख्ने। अब हामीले लेखेको कथाले के सन्देश दियो त त्यो सन्देश लेख्ने। सन्देश लेखिसकेपछि शीर्षक चयन गर्ने। शीर्षक चयन भने त्यो कथाका घटनाक्रम अनुसार मुख्य सन्देश अनुसार शीर्षक के राख्दा उपयुक्त हुन्छ त त्यो उपयुक्त शीर्षक चयन गर्ने। उपयुक्त शीर्षक चयन गरिसकेपछि हामीले के गर्नुपर्छ भाषा शैली छनौट गर्नुपर्छ। भाषा शैली पात्र परिवेश अनुसारका भाषाहरूको प्रयोग गर्नुपर्दछ।